एक समयको कुरा हो, हरियो जंगलको छेउमा एउटा निकै चालाक खरायो बस्थ्यो। ऊ सानो भए पनि धेरै बाठो र चतुर थियो। जंगलका अरू जनावरहरू उसलाई सधैँ चालाक खरायो भनेर बोलाउँथे। एक दिन जंगलमा एउटा भोकाएको बाघ आयो। बाघले धेरै दिनदेखि केही खाएको थिएन। उसले सोच्यो, आज जसरी भए पनि कुनै जनावर समातेर खानुपर्छ। त्यसै बेला खरायो बाटोमा हिँडिरहेको थियो। बाघले उसलाई देख्यो र भन्यो, ए सानो खरायो, आज तिमी मेरो खाना बन्छौ। खरायो डरायो, तर उसले आफ्नो बुद्धि प्रयोग गर्ने सोच्यो। उसले बाघलाई भन्यो, हजुर बाघ महाराज, म त सानो छु, मलाई खाएर तपाईको पेट भरिदैन। तर यहाँ नजिकै अर्को ठुलो बाघ छ, उसलाई खानुभयो भने तपाईलाई धेरै फाइदा हुन्छ। बाघ रिसाउँदै भन्यो, के? अर्को बाघ? मलाई देखाऊ, म उसलाई अहिले नै हराउँछु। खरायोले बाघलाई एउटा गहिरो इनार अर्थात् कुवा नजिक लग्यो। उसले भन्यो, त्यो बाघ यही भित्र छ, हेर्नुस्। बाघले इनारभित्र हेर्यो। पानीमा आफ्नो नै छाया देखेर उसले सोच्यो, साँच्चै अर्को बाघ रहेछ। ऊ रिसाएर करायो अनि पानीभित्र पनि आवाज फर्कियो। रिसले भरिएको बाघ सिधै इनारभित्र हाम फाल्यो, तर त्यो त उसको आफ्नै प्रतिबिम्ब मात्र थियो। बाघ पानीमा डुबेर हरायो। खरायो भने मुस्कुराउँदै भन्यो, बुद्धि बलभन्दा ठूलो हुन्छ। यो कथाको सन्देश, केवल शक्ति होइन, बुद्धि र चतुराईले पनि ठूलो समस्या जित्न सकिन्छ।